आजको अर्को शीर्षकका लागि म स्टेजमा आमन्त्रण गर्छु। त्योभन्दा अघि रिडर्स झापाका साथीहरूलाई दुईवटा कुर्सी माथि ल्याइदिनका लागि म अनुरोध गर्दछु। अब सञ्चालन हुने प्यानल डिस्कसनको शीर्षक रहेको छ साहित्यमा मान्छेको आधिपत्य। यसमा वक्ताहरू हुनुहुन्छ डाक्टर अर्चना थापा, बसन्त बस्नेत र छुदेन काबिमो र यसलाई सहजीकरण गर्नुहुनेछ कवि राजा पुन्यानीले। डाक्टर अर्चना थापा नेपाली साहित्यकार, प्रकाशक र सामाजिक अभियन्ता हुनुहुन्छ। उहाँको कथा सङ्ग्रह कठपुतला प्रकाशित छ। उहाँले स्व अस्तित्वको खोजी जस्तो लाग्छ मलाई, उहाँले सम्पादन गर्नुभएको मैले पढेको छु। एकदमै राम्रो कृति लागेको छ मलाई। त्यो प्रकाशन हुने बित्तिकै पढ्नु पर्थ्यो होला, धेरै ढिलो पढेछु जस्तो फिल भयो मलाई त्यो पढेपछि। उहाँ सम्पादक पनि हुनुहुन्छ र नेपाली कथा लेखनमा कठपुतलाले एउटा नयाँ आयाम थपेको छ। साथै उहाँ सामाजिक र पर्यावरणीय विषयहरूमा पनि सक्रिय हुनुहुन्छ। लेखन मार्फत महिला अधिकारबारे पैरवी समेत गर्दै आउनुभएको छ। म डाक्टर अर्चना थापालाई स्टेजमा आमन्त्रण गर्दछु। त्यसै गरी प्रिय मित्र बसन्त बस्नेतज्यू, उहाँ पेसाले पत्रकार, साहित्य लेखनमा उहाँको गैर आख्यान र आख्यान दुईटै छन्। 72 को विस्मय, यस वेलकम बसन्तजी। आख्यानमा उहाँका महाभारत र सिमसारा सरी मनसरा होइन नि, सिमसारा या मनसराले झुकिरहनु रहेछ क्या। महाभारत र सिमसारा दुईवटा उपन्यास प्रकाशित छन्। खास गरी अखबारमा तत्कालीन विषयहरूमा लङ फर्म स्टाइलमा लेखिने उहाँका चोटिला लेखहरू हाम्रा लागि एकदमै पठनीय छन्। 72 को विस्मय उहाँको चर्चित कृति हो। त्यसै गरी महाभारत र सिमसारा हाम्रै पूर्वी पहाडका कथा हुन्। यी दुवै कृतिले इन्ट्रेस्टिङ कुरा पर्यावरणीय दृष्टिकोणबाट विषयवस्तुलाई उठाएका छन्। अर्का वक्ता हुनुहुन्छ सिलगढी तथा कालिम्पोङ निवासी आख्यानकार छुदेन काबिमो। उहाँको कथा सङ्ग्रह 1986 जस्तो लाग्छ मलाई, मैले पहिलोपटक पढेको। त्यस पछाडि फात्सुङ सोयल अफ द सङमा पनि ट्रान्सलेट छ यो। र अर्को चाहिँ उर्माल। सुरुमा चाहिँ यो उर्माल के हो भन्ने लागेको थियो। हामी यता नेपालतिर चाहिँ त्यो चिया टिप्ने मजदुरहरूले चिया टिपेर हाल्ने जुन झोला हुन्छ त्यसलाई झोली नै प्रयोग हुन्छ यता झापातिर चाहिँ। उतातिर चाहिँ त्यो उर्माल शब्द प्रयोग हुँदो रहेछ। खास गरी उहाँको लेखनमा भारतका उत्तर पूर्वी पहाडी जनजीवनको चित्रण पाइन्छ। गोर्खाल्यान्डको आन्दोलनले उहाँले नजिकबाट निहाल्नु भएको छ। त्यसैको उपलब्धिको रूपमा कथा सङ्ग्रह 1986 प्रकाशित छ। त्यसै गरी फात्सुङ भारत र नेपालमा एकदमै चर्चित छ। मलाई लाग्छ बङ्गाली भाषामा पनि यो अनुवाद भएको होला। उर्माल मैले अघि भने यो चिया श्रमिकहरूको कथा हो। उहाँको लेखनमा खास गरी भारतमा बस्ने नेपाली भाषीहरूका सङ्घर्ष, जीवनका जटिलता र त्यहाँका दुःखका कुराहरू महत्त्वपूर्ण रूपमा उहाँले उठाउनु भएको छ। र उहाँ रिडर्स झापाको यो पर्यावरणीय अध्ययन श्रृङ्खलामा पनि एकपटक आएर उहाँले प्रस्तुतिकरण गरिसक्नु भएको छ। पर्यावरणको विषयमा उहाँले लेखेका अखबारीय लेखहरू पनि एकदमै उत्कृष्ट छन्। र यो सेसनलाई सञ्चालन गर्दै हुनुहुन्छ कवि राजा पुन्यानी, भारत सिलगढी सुकुना निवासी। उहाँ जङ्गल क्षेत्रमै हुर्किनुभयो, वनमै हुर्किनुभयो। जङ्गल र हरियाली वातावरणलाई अत्यन्तै माया गर्नुहुन्छ। नेपाली भाषामा कविता, निबन्ध, त्यसमा पनि पर्या कविता उहाँको एकदमै रुचिको विषय। आलोचना, अनुवाद सम्पूर्ण क्षेत्रमा उहाँले आफ्नो कलम चलाउँदै आउनुभएको छ। उहाँको पहिलो कृति अर्को लस्कर कविता सङ्ग्रह, त्यस पछाडि तङसिङ
यो चाहिँ पर्या कविता हो उहाँको। पर्यावरणमाथि उहाँले गम्भीर बहस र चिन्तन गर्नुभएको छ। नयाँ नयाँ प्रयोग उहाँको अर्को पाटो हो कविताको माध्यमबाट। कविता सुन्ने मात्रै होइन, हेर्ने विधा पनि हो र पर्फर्मेन्स गर्ने विधा पनि हो भनेर उहाँले हाम्रै ठाउँमा आएर त्यो गर्नु पनि भएको छ। म प्रिय कवि राजालाई स्टेजमा आमन्त्रण गर्दछु। राजा करिब 1 घन्टामा यो सेसनलाई सकिदिन म अनुरोध गर्दछु। सबैलाई नमस्कार। कला साहित्य उत्सव काकरभिट्टाको 5औं कि 8औं संस्करण 8औं संस्करण है 5औं संस्करणमा मैले हिजो फेसबुकले एउटा राम्रो काम गर्ने गर्छ, मेमोरी दिन्छ। 8 साल अगाडि यही स्टेजमा एउटा यस्तै प्यानलमा थिएछु अनि खुसी लागिरहेछ। कोभिडले सबै निमिट्यान्नै पार्ने हो कि भन्ने डर लागेको थियो, तर भएन, मान्छेले जित्यो। तर अब हामी जस्ट त्यसकै अपोजिट मान्छेको जितको अगेन्स्टको प्रतिपक्षपछिको टपिक लिएर छौँ, टाइटल लिएर छौँ, विषय लिएर छौँ। साहित्यमा मान्छेको आधिपत्य। सञ्चालक महोदयले 1 घन्टा समय दिइराख्नु भएको छ, त म हजुरहरूलाई नै आग्रह गर्छु समय, किनभने मेरो घडी छैन, फकिर मान्छे, त तपाईँहरूले हेरिदिनु होला घडी, अनि सिद्धिनु लाग्दा त्यहाँबाट तपाईँहरूले कराउँदा भएको। किन भन्दाखेरि हामी बगेपछि सायद बसन्तम त्यस्तै बोल्नु पाएपछि यता हाम्रो छोदेन भाइ पनि कम्ती बोल्छु भन्दै उसले पनि धेरै ठाउँ लामै बोलेको देखेको छु। यहाँ अर्चनाज्यू पनि विचारको उहाँकोमा विस्फोट बोकेर आउनु भएको छ, आँधी तुफान। त खासमा कस्तो भयो भन्दाखेरि यो के भइरहेछ है, मेरो भोइस त अमिताभ बच्चन जस्तो छैन, त्यस्तै सुन्नु थाल्यो। पुरा एकदम बास पुरा आउँदैछ है। एनिवेज म भनेपछि बढी समय लिँदिनँ, अनि परिचय उहाँहरूको भइसक्यो, तपाईँहरूले आफै पनि चिन्नुहुन्छ, उहाँहरू स्वनामधन्य साहित्यिकहरू हुनुहुन्छ। त अहिले पार्थ दाई, रामकार्की दाई त्यहाँ हुनुहुन्छ, हाम्रो भारतमा उहिलेदेखिको सम्पर्क दाईसँग, रामकार्की दाई। उहाँ हाम्रो मेन्टर जस्तै पनि हुनुहुन्छ मेरो त। अनि दाईले अहिले मलाई धम्क्याउनु हुँदै थियो, त्यहाँ स्टेजमा गएर बढी त्यहाँ चुरीफुरी चाहिँ नगर्लास्, 3 साल त तेरै ठाउँमा बसेर मैले साहित्य पढेको भन्नुहुँदै थियो। त म दाई ठिकै छ, कोसिस गर्छु है। त अर्को कुरो चाहिँ के भयो भन्दाखेरि सहजकर्ता भनेको त सजिलो बनाउने काम हो। म फेरि अलिक अप्ठ्यारो मान्छे, अप्ठ्यारो मान्छेलाई सहजकर्ता राखेको छ। अब के हुन्छ मलाई थाहा छैन। अर्को कुरो के भयो भन्दाखेरि यो प्यानलको सहजकर्ताको हामी 4जनालाई थाहा थिएन होइन, थाहा थिएन रहेछ। अनि बल्ल अहिले सहजकर्ता हुनु भनेपछि चाहिँ मैले यसो यस्तो यो पाएँ, आयोजकले दिएको, यसमा यस्तो 2-4वटा क्वेसन बनाउने कोसिस गरेको छु है। त निरजजी ठिक छ है? फर्स्ट क्वेसन चाहिँ म अब देब्रेबाट सुरु गरौँ भने देब्रेपन्थी पनि भन्छ, देब्रेपट्टिको पनि छैन, अब दाहिनेपन्थी दाहिनेबाटै सुरु गर्नु पऱ्यो, बसन्तबाट। त बसन्तलाई प्रश्न कस्तो भन्दाखेरि जुन चाहिँ विषय छ मान्छे साहित्यमा मान्छेको आधिपत्य, त यो विषय सही हो कि गलत हो जस्तो पनि मलाई लागिरहेछ। मान्छेको आधिपत्य, साहित्यमा मान्छेको आधिपत्य अथवा उपस्थिति? हजुर, यो तपाईँको प्रश्न महत्त्वपूर्ण भएर मात्रै मलाई जवाब दिन गाह्रो भएको होइन कि यो इको मोनिटरमा आएको हुनाले पनि गाह्रो भइरहेको हो। तर किन अलिकति हजुर, यहाँहरू सबैलाई नमस्कार। लामो समय पछाडि, बिचमा कोभिडको ग्याप पछाडि कला साहित्य उत्सवमा आउन पाइयो र कला साहित्य उत्सवलाई म यस अर्थमा पनि धन्यवाद दिउँ कि नेपालमा यो साहित्यिक महोत्सव र यो विमर्शहरूमा यसले एउटा नयाँ रङ थप्यो, कि यसलाई एउटा थिमेटिक बनायो, पर्यावरणको विमर्श गरे, जो अहिलेको हिसाबले आवश्यक
र अबको 5-7 वर्षपछि त झन् बढी अत्यावश्यक हुँदै जान्छ यो विषय। कसैले भन्छन् कि यो तेस्रो विश्वयुद्ध भयो भने त पानीको लागि नै हुन्छ होला समेत भन्छन्, त्यति गम्भीर विषय छ वातावरणको पर्यावरणको विषयहरू। र धन्यवाद छ सबैलाई आयोजना र निमन्त्रणाको लागि पनि। अब यो प्रश्न भन्दा पनि उहाँले एउटा भूमिकाको रूपमा एउटा छोडिदिनु भयो, जवाब दिन गाह्रो छ कि साहित्य मूलत मान्छेको आधिपत्य, मान्छेले लेखेर मान्छेले नै पढ्ने कुरा हो साहित्य। हामीले कागको बारेमा कविता लेख्यौँ भने कागले त पढ्दैन, तर कागको साहित्य लेख्दाखेरि हामीले सायद कागलाई जोगाउने चेतना चाहिँ हामीले पाउँछौँ होला। कागलाई जोगाउन पनि पर्दैन कि उसलाई आफ्नो अस्तित्वमा बाँच्नको लागि डिस्टर्ब गरिदिनौँ हामीले भने सम्भवतः त्यो चेतना नै आजको दिनमा पर्याप्त हुन्छ होला। तर त्यो पर्यावरणीय चेतना कति छ त हामीमा? हामीले साहित्य पढ्दाखेरि प्रकृतिको कुरा गरेको पाउँछौँ, संस्कृतिहरू पाउँछौँ, तर प्रकृतिलाई हामीले ढुङ्गा माटो अथवा रुख बिरुवा मौरी पुतलीहरूको एउटा सौन्दर्यको वर्णनको लागि मात्रै हामी गर्छौँ कि आफैमा यो प्रकृतिभित्रका सक्रिय कर्ताको रूपमा तिनीहरूलाई हामीले प्रयोग गर्छौँ? यी हाम्रा साजसज्जाको लागि झकीझकाउको लागि आएका गहनाहरू मात्रै हुन् कि हाम्रो साहित्यका निष्क्रिय पात्रहरू हुन् कि अथवा ती हाम्रा सक्रिय कर्ताहरू हुन्? हामी जस्तै हामी मानिसहरू छौँ नि, हामी मानिस जस्तै सक्रिय कर्ताहरू हुन् ती भन्दाखेरि सम्भवतः अब हामीले यो मान्छेको आधिपत्य भनेर यो आयोजकले जे शीर्षक हामीलाई दिनुभयो, यो मलाई के लाग्छ भन्दाखेरि यी निष्क्रिय कर्ताहरू मात्र हेर्छन् कि जङ्गलको मिठो जङ्गलको वर्णन अथवा चियाबारीको वर्णन अथवा चाहिँ खोलाहरूको वर्णन, केवल त्यो निष्क्रिय एउटा ती हाम्रो सुन्दरताको लागि हामीले सेल्फी खिच्दाखेरि पछाडिको चिजबाट हामी आफै अझै राम्रो हुन खोजेको जस्तो मात्रै होइन कि ती पनि हामी जस्तै एउटा सक्रिय कर्ताहरू हुन्। म एउटा सानो उदाहरण दिउँ कि महाभारत उपन्यासमा मैले एउटा फुलको कुरा गरेको छु, जो फुल किराँती लिम्बू संस्कृतिमा एकदमै महत्त्वको साथ चर्चा गरिन्छ, त्यसलाई मिक्जिरी फुल भनिन्छ। त्यो चाहिँ मान्छे मर्दाखेरि लासमा चढाउने फुल मानिन्छ। त्यो फुल गऱ्यो भने एउटा राम्रो हुन्छ, त्यसको मृत्यु त्यसको हुन्छ भन्ने एउटा लिम्बूमा विश्वास गरिन्छ। मैले त्यसमा थोरै एउटा के गर्ने कोसिस गरेँ, त्यो भयो भएन भन्ने कुरा चाहिँ पाठकहरूले भनिदिनु होला कि माओवादीको युद्धमा एउटा माओवादीको सिम्पथाइजर एउटा मान्छे मारिन्छ सेनाको हातबाट। सेनाले उसलाई पुलिसले भाग भन्छ, भाग्दाखेरि सेनाले पछाडिबाट ठुई ठुई 2टा गोली हानेर त्यसलाई मारिदिन्छ त्यो मान्छेलाई। त्यो जहाँनिर त्यो मान्छे मर्छ, त्यो मरेको ठाउँमा चाहिँ केही समय पछाडि एक खाले झार उम्रिन्छ, फुल उम्रिन्छ। त्यो फुल उम्रिन्छ जो फुलमा कुनै फुल नै फुल्दैन, त्यो झार मात्रै हो। त्यो चाहिँ लिम्बूहरूको जुन एउटा मिथक एउटा संस्कृतिमा मिक्जिरी फुल भनेर जुन भनिन्छ, त्यसलाई मैले अलिकति पोलिटिकल उसमा ल्याएँ, कन्टेक्स्टमा ल्याएँ। मैले के भन्न खोजेको भने त्यो मिक्जिरी फुल त्यो खालि एउटा त्यो उसमा मात्रै प्रयोग गरौँ भन्ने मेरो चाहना थिएन कि त्यो युद्धको कथा भन्नको लागि एउटा त्यो फुललाई मैले एउटा सक्रिय कर्ताको रूपमा प्रयोग गर्दा के हुन्छ होला भनेर एउटा कोसिस मैले गरेँ। मैले के भन्न खोजिरहेको छु यो कुरालाई संक्षिप्तमा भन्दाखेरि, अब हामीले फुलहरूलाई वर्णन गर्दा अथवा जङ्गललाई प्रयोग गर्दा अथवा खोलालाई प्रयोग गर्दा अथवा रुखको घरको एउटा खाँबो छ भने त्यो खाँबोलाई वर्णन गर्दा त्यो खाँबोलाई एउटा निष्क्रिय कर्ताको रूपमा मात्रै होइन, अब बिस्तारै सक्रिय कर्ताको रूपमा हामीले त्यसलाई प्रयोग गर्न थाल्यौँ भने सायद त्यो साहित्यमा मान्छेको आधिपत्य मात्रै रहँदैन, त्यसले त्यो चाहिँ मान्छे यो समग्र प्रकृति अथवा यो सिस्टमभित्रको एउटा अङ्ग मात्रै हो। मान्छे नै सबै थोक होइन भन्ने कुरालाई सायद जोड दिन खोज्छ होला। मैले अहिले यति नै भनौँ। थ्याङ्क यू वसन्त। कुरा खुल्नु थाल्यो। खासमा त मलाई लाग्दैछ सञ्जीव दाई यहाँ बसिराख्नु भएको छ। सञ्जीव दाई अझै यहाँ सञ्जीव दाईलाई पनि मैले मिस गरेँ यो सेसनमा। लाइक यु कुड ह्याभ बिन भेरी मच capable resource person to be here. दाजुको हंस जुन चाहिँ उपन्यास हो त्यसले मलाई लाग्छ कता कता हर्मन हेसेको हाम्रो अभावलाई पूर्ति गरिदिएको छ है सिद्धार्थ। एनिवेज ज्ञानको खोजी चाहिँ भाषामा हुन्छ अनि भाषाको खोजी चाहिँ मान्छेले गर्छ अनि साहित्य लेखिन्छ भाषामा अनि त्यसैले गर्दा पो हो कि मान्छे चाहिँ केन्द्रमा भएको। अर्चनाज्यू प्रश्नको लागि धन्यवाद। सबैभन्दा पहिला त यहाँ उपस्थित सबैलाई हार्दिक अभिवादन।
काकरपिट्टाको कला साहित्य महोत्सवको अन्तिम 6 वर्ष अगाडि हामी यसरी नै आएको थियौँ, यसरी नै प्रस्तुत भएका थियौँ। धेरै पछि अन्तरालपछि फेरि यहाँ आउने मौका जुडेको छ, त्यसको लागि म आभारी छु। र जुन शीर्षक छ अहिले, प्रायःजसो हामी पर्यावरणको कुरा त गर्छौँ, तर पर्यावरण सधैँ ब्याकड्रपमा हुन्छ। तर यसपालि चाहिँ शीर्षकको रूपमा, मुख्य शीर्षकको रूपमा आउँदाखेरि यसको चाहिँ बेग्लै महत्त्व छ। तपाईँको सोधेको प्रश्न म पछि आउँला। पहिला चाहिँ यो शीर्षक सही छ कि छैन तपाईँले बसन्तजीले सोध्नुभयो, मलाई सोध्नु भएन, म त्यसमा पहिला आउँछु। साहित्यमा मान्छेको आधिपत्य, यो शीर्षक सही छ कि छैन? शीर्षक त सही छ, तर मलाई के लाग्छ भने को हो मान्छे, त्यसमा चाहिँ पहिला जानुपर्छ। कसले हामी मान्छे मान्छौँ त? विशेष वर्गको मान्छे, विशेष तबकाको मान्छे, विशेष जातिको मान्छे, विशेष छालाको रङको मान्छे, विशेष भाषा बोल्ने मान्छे, त्यसको साहित्यमा आधिपत्य हो। जसलाई हामी समाजमा मान्छे नै मान्दैनौँ, जसको आवाजै सुनिँदैन, त्यसमा चाहिँ केही महिला पनि पर्छन्। त्यो महिलाहरू, जुन जनजातिहरू साहित्यमै पर्दैन, जसलाई मान्छे नै मानिँदैन, त्यसको पनि आधिपत्य केन्द्रमा त्यसको साहित्य रचिएको छैन। त्यस्तै कुनै जात-जाति जसलाई मान्छे नै गनिँदैन, त्यो पनि साहित्यको केन्द्रमा छैन, हैन? जस्तै अब दलितको साहित्य छ कि छैन भनेर प्रश्न उठ्छ। मान्छे भन्दाखेरि त्यो क्याटेगोरीमा सबै समाएका छैनन्। जस्तै यौनिक अल्पसङ्ख्यक र यो लैङ्गिक अल्पसङ्ख्यक, त्यसलाई मान्छे नमानेपछि उहाँहरूका कथाहरू साहित्यमा समेटिया छैन। त्यसैले यसको उत्तर के हुन्छ भने एउटा विशेष अधिकार पाएका मान्छेको साहित्यमा आधिपत्य छ र त्यो चाहिँ हट्नुपर्छ। त्यो पहिलो प्रश्न। अनि दोस्रो प्रश्न तपाईँले के भन्नुभएको थियो भाषाको बारेमा? पक्कै हो, भाषाको राजनीतिको कुरा अघि सबिनजीले निकाल्नुभयो। जोसँग भाषा छ, जो बहुसङ्ख्यक भाषा जोसँग छ, त्यसको साहित्यमा आधिपत्य छ। फरक भाषाहरू, अलि सब भाषा त सबैसँग छ, मान्छेसँग भनौँ न। विभिन्न खालका जुन भाषाहरू छ, राउटे भाषामा साहित्य छ कि छैन? नहोला, हैन? त्यस्तै अब विभिन्न कति त ओरल भाषाका हामीसँग जनजातिहरू छन् जसको चाहिँ साहित्य लिपिबद्ध हुँदैन, त्यो साहित्य पनि छैन। त्यो साहित्य सायद ओरल भाषामा आउँछ होला। ओरल भाषालाई सम्वर्धन कसरी गर्ने, डकुमेन्ट कसरी गर्ने, अघि भर्खर यहाँभन्दा पहिलाको सेसनमा त्यो कुरा भएको थियो। भाषाको राजनीति छँदैछ र भाषाको ठुलो राजनीति छ र साहित्यमा त्यो राजनीतिको त्यो अन्तर सम्बन्ध केलाउने हो भने त्यसको एकदमै गहिरोमा जानुपर्छ, पोलिटिक्स अफ ल्याङ्ग्वेज त्यो बुझ्नको लागि। अब मान्छेसँग भाषा छ, मैले अघि नै भनिसकेँ, कुन मान्छेले साहित्य रच्या छ, उसको भाषामा उसले कसरी साहित्य रच्छ त्यो पनि विवेचना गर्नुपर्ने हुन्छ, हैन? उसले साहित्यलाई, उसले प्रकृतिलाई कसरी देख्छ, उसले अरू मान्छेलाई कसरी देख्छ, त्यो अरू मान्छेको लागि उसले कसरी उखान टुक्का बनाउँछ, त्यो अरू मान्छेको लागि उसले कस्ता खालका ज्ञानहरू निर्माण गरेछ, त्यो अदरिङ कसरी गरेछ भाषाको मार्फत, त्यो चाहिँ साहित्यमा त्यो भाषाको राजनीतिको एउटा ठुलो, मलाई लाग्छ एउटा क्षेत्र हो, जुन एउटा पक्ष हो जसको बारेमा जति बहस गरे पनि नपुग्ला। तर यही अब भाषाको कुरा गर्ने हो भने, आजभन्दा केही पुराना हामी साहित्यहरू खतल्ने हो भने, पञ्चतन्त्रका कथाहरू हेर्ने हो भने त्यसमा जनावरले कुरा गर्थे के, मानव केन्द्रित थिएन। त्यति बेला पनि प्रकृति र मानिसको, समाजको एउटा नजिक एक प्रकारको सह अस्तित्वको, सम्बन्धको, परनिर्भरता, एकअर्कामाथि निर्भरताको कथाहरू हुन्थे। बच्चाहरूले पढ्दाखेरि पञ्चतन्त्रका कथामा रुख पनि बोल्थे, खरायो पनि बोल्थ्यो, कछुवा पनि बोल्थ्यो, उनीहरूको बिचमा प्रतिस्पर्धा हुन्थ्यो। त्यहाँबाट मान्छेले नैतिक शिक्षा लिन्थे। त्यति बेलासम्म मान्छेको आधिपत्य त्यो साहित्यमा त्यति बढिसकेका थिएन। त्यसैले साहित्य, कुन साहित्यको हामी आज चर्चा गर्दैछौँ त्यो पनि महत्त्वपूर्ण। हामीले लिखित साहित्यको मात्रै कुरा गरिरहेका छौँ, हामीले ओरल साहित्यको कुरा गरेका छैन, हामीले फोकलोरको कुरा गरेका छैन, हामीले चाहिँ पुराना, हामी चाहिँ दन्तकथाको कुरा गरेका छैन। त्यो पनि साहित्यलाई हामीले समेट्ने हो भने सायद त्यहाँ भाषाको राजनीति अलिक कम होला कि भन्ने चाहिँ मेरो जवाफ म अहिले यसैमा टुङ्ग्याएँ। धन्यवाद। साह्रै गहिरो तपाईँको एनालिसिस आयो है। थ्याङ्क यू भेरी मच फर दिस वन्डरफुल आन्सर। अब म छुदेनपट्टि आउँछु। छुदेन म त सँगै आएको स्कुटरमा, अनि आउँदै गर्दा सहजकर्ता चाहिँ को हो भन्ने प्रश्नले हामीलाई दुईजनाले
घेर्दाखेरि चाहिँ छुदेन झन्डै झन्डै फर्केको अब यो चाहिँ नहुने रहेछ भनेर है। एनिवेज हामी छौँ अहिले यहाँ स्टेजमै छौँ सँगै। त छुदेनलाई कस्तो क्वेसन भन्दाखेरि बसन्तले भनेको जस्तो अबको आउँदो विश्वयुद्ध पानीको लागि हुन्छ होला भन्दै गर्दा मलाई याद आएको चाहिँ आइन्स्टाइनको उक्ति हो। उहाँलाई एउटा रिपोर्टरले सोधेछन् अल्बर्ट आइन्स्टाइनलाई थर्ड वर्ल्ड वार चाहिँ भयो भने कस्तो हुन्छ भन्दाखेरि आइन्स्टाइन मुसुक्क मुस्कुराएछन् अरे अनि भनेछन् अरे थर्ड वर्ल्ड वारको बारेमा चाहिँ जान्दिनँ, थाहा छैन। फोर्थ वर्ल्ड वार भयो भने चाहिँ मान्छेले ढुङ्गा हानाहान गर्छ भनेछ आइन्स्टाइनले। अब सोचिहाल्नुहोस् स्थिति। र त्यसै पनि तपाईँको 1968मा एउटा रोममा एउटा क्लब गठन भयो, क्लब अफ रोम भन्ने नाममा। एन्टोजियो पोर्सेई र एलेक्जेन्डर किङ भन्ने दुईजना मान्छेले सुरु गरेको। अहिले लगभग त्यसमा 120 कन्ट्रिजहरू त्यसमा समाहित भएका छन्। अनि 1968बाट 1973सम्म उनीहरूले एउटा गम्भीर रिसर्च गरे। त्यो रिसर्च चाहिँ म्यासेच्युसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा भएको थियो होइन। अनि त्यो रिसर्चको फर्स्ट रिपोर्ट चाहिँ पब्लिस भएको थियो फ्युचर अफ ह्युमन काइन्ड भन्ने नाममा। अनि त्यो रिपोर्ट आएपछि चाहिँ हो कि युएनओ पनि त्यति बेलासम्म तर्खर गरेको थिएन पर्यावरण लिएर सोच्न। क्लब अफ रोमको त्यो फर्स्ट रिपोर्ट आएपछि चाहिँ सबै डराउन थाले कि अब ह्युमन काइन्डकै अस्तित्व नै सङ्कटमा छ भन्ने चाहिँ त्यो रिपोर्टले बतायो। त्यो रिपोर्टमा 5वटा फ्याक्टर लिइएको थियो प्यारामिटरको रूपमा। एउटा प्यारामिटर चाहिँ हो नेचुरल रिसोर्सेस, अर्को पल्युसन, अर्को पपुलेसन, अर्को फुड्स पर क्यापिटा र अर्को वाटर पर क्यापिटा। अनि त्यसमा चाहिँ सबैभन्दा त्यो कर्भहरू त्यो अब त्यो म्याथमेटिक्सपट्टि नजाउँ तर पनि त्यो ग्राफिकल स्टडी चाहिँ ग्राफिकल रिपोर्ट चाहिँ कस्तो आएको थियो भन्दाखेरि नर्मल कर्भ भन्छ त्यसलाई। एक्स एक्सिस र वाइ एक्सिस लिँदाखेरि त्यो 5वटा प्यारामिटरको आफ्नो आफ्नो धर्का बनिन्छ क्या। त त्यो धर्का चाहिँ एक्स एक्सिसमा आएर सबैभन्दा ठोक्किने 2050सम्म सबभन्दा पहिला इन्टरसेक्ट गर्ने धर्का चाहिँ नेचुरल रिसोर्सेसको थियो। त्यसले गर्दा पल्युसन पनि आफै हराएर जान्छ, निल भएर जान्छ भन्ने कुराहरू आयो। किन भन्दाखेरि पपुलेसन पनि निल भएर जाने 2050को त्यसले गरेको थियो, प्रेडिक्ट गरेको थियो। त हुँदाखेरि क्लाइमेट कन्सियसनेस भन्ने कुरो फर्स्टली क्लब अफ रोमले ल्याएको थियो। त त्यसपछि 1955मा त्यो अगाडि चाहिँ अलरेडी इएफ सुमेकर भन्ने एकजना युकेको एकदमै रिनोन्ड इकोनोमिस्ट हुनुहुन्छ। सुमेकरलाई चाहिँ युएनओले नै खासमा अर्कै विषयको लागि पठाएको थियो, टेक्नोलोजी ट्रान्सफर भन्ने। टेक्नोलोजी चाहिँ ठुलो कन्ट्रीले सानो कन्ट्रीलाई थोप्ने गर्छ नि त, र थोपेपछि बेच्ने गर्छ किनभने उसको आफ्नो मार्केट छिटै सेचुरेटेड हुन्छ अनि ठुलो कन्ट्रीमा बेसी पपुलेसन हुन्छ। र हुँदाखेरि त्यो टेक्नोलोजी ट्रान्सफर चाहिँ ठिक छ कि छैन, ठुलो कन्ट्रीले सानो कन्ट्रीलाई थोप्ने भन्ने विषयमा स्टडी गर्नु म्यानमारमा पठाउँदा सुमेकरलाई, सुमेकरले चाहिँ युएनओकै रिपोर्ट मा चाहिँ युएनओलाई नै थप्पड हानेको थियो कि तिमीहरूले यो जे गर्दैछ त्यो गलत हो। र उहाँको किताब आयो त्यही रिपोर्टको आधारमा। त्यो किताबको नाम थियो स्मल इज ब्युटिफुल। त त्यसमा पनि उहाँले अघि मैलमितले उहाँजीले जुन कुराहरू उठाउनु हुँदै थियो बाँधको कुराहरू उहाँले भन्नुभयो ठिकै छ बाँधहरू बनाऊ तर यस्तो ठुल्ठुलो मेगा प्रोजेक्ट्समा नजाऊ। म्याक्रोले चाहिँ ह्युमन सोसाइटीलाई नै चाहिँ च्यालेन्ज गर्छ र ह्युमन अस्तित्व ह्युमन एक्जिस्टेन्स नै पनि सङ्कटमा आउन सक्छ। र त्यसै भएर चाहिँ स्मल इज ब्युटिफुलमा जानु भन्ने अब त्यो धेरै लामो चर्चा हुनसक्छ। त त्यो एङ्गलमा हामीले सोच्दा अनि अबको थुप्रै वर्ल्डको पोलिटिकल थिङ्करदेखि लिएर नट ओन्ली द क्लाइमेट कन्सियसनेसमाथि काम गर्ने मान्छेहरू पोलिटिकल थिङ्करहरूले पनि चाहिँ भन्नु थाले अनि लिटरेरी थिङ्करहरूले पनि भन्न थालेका छन् कि अबको पोलिटिक्स नेक्स्ट इज वाट भन्छ नि स्यामसङले होइन क्याच लाइन। तो नेक्स्ट इज व्हाट इन पॉलिटिक्स, नेक्स्ट इज व्हाट इन सोशियोलॉजी, नेक्स्ट इज व्हाट इन इकोनॉमिक्स, नेक्स्ट इज व्हाट इन सोशियोलॉजी, नेक्स्ट इज व्हाट इन लिटरेचर भन्दा चाहिँ क्लाइमेट पोलिटिक्स भन्दैछन् अहिले। त अब यदि आउने दिनमा क्लाइमेट पोलिटिक्स नै चाहिँ हो यदि विश्वकै पोलिटिक्स भन्छौँ भने त साहित्य पनि अब के क्लाइमेट एन्टायरली क्लाइमेट साहित्यमै क्लाइमेट लिटरेचरमै जाने हो त छुदेन? हेलो नमस्ते सबैलाई। सबैजना पहिला आइसक्नु भएको रहेछ। मेरो चाहिँ पहिलोचोटि हो यो फेस्टिभलमा आएको चाहिँ कला साहित्य उत्सवमा। अनि
पहिलोचोटि आएको बोल्ने पनि अन्तमा पऱ्यो क्या, दुईजनाले मोटामोटी आन्सर दिइसकेपछि मेरोमा आयो। त्यसपछि राजा दाको एउटा कथा गयो, साउन्ड राम्रो छैन, मैले राम्रो सुन्नु सकिरहेको छु, तनाव पनि छ है। जे होस्, म चाहिँ शीर्षकमै गएँ पहिला है, त्यो त मलाई थाहा छ नि त त्यहीँबाट सुरु गर्छौँ है त। अलिकति स्वार्थी दार्शनिकहरूले के भन्दो रहेछ भने संसार चाहिँ मान्छेले बुझोस् भन्ने कारणले गर्दा चाहिँ बनिएको अरे भन्दो रहेछ क्या। त्यो मान्छे संसारलाई बुझ्नु सक्ने भनेको मान्छे नै अरे नि त होइन। मान्छेलाई जिज्ञासा भयो, त्यसपछि विज्ञान बनियो होइन। मान्छेलाई विकासको गतिमा अगाडि बढ्यो, त्यसपछि इतिहास आयो, त्यसपछि उसले आफ्नो ठाउँ क्षेत्र छुट्याउन थाल्यो, त्यसपछि भूगोलको कुरा आयो होला होइन। त्यो भएपछि त्यो मान्छेले साहित्य लेखेपछि ऊ क्रिएटर भएपछि उसले आफ्नो बारेको कुरा त लेख्ने कुरा आइहाल्यो होइन, मान्छेको अधिपत्य त हुने कुरा आइहाल्यो साहित्यमा। अनि अघि वसन्त सरले भने जस्तै हामीले त्यो मुद्दा उठान गर्दाखेरि लेख्ने मान्छे नै, पढ्ने पनि फेरि मान्छे नै भयो अर्को होइन। त्यो भएपछि त्यो संवेदनाले चाहिँ त्यो विषयहरूलाई जोडेर ल्याउनु सकिएला, तर त्यो वस्तुहरूले त पढ्ने कुरा आएन, त्यो एक ठाउँमा छँदैछ। तर तपाईँले भने जस्तो क्लाइमेट चेन्जको कुरा धेरै माथि पुगे पनि, बाहिर विश्व साहित्यमा धेरै कुराहरू आइरहे पनि हाम्रोतिर खासै भइरहेको छैन कि जस्तो लाग्छ क्या। जस्तो अघिल्लो सेसनमा पनि हामीले सुन्यौँ त्यो टिस्टाको त्यत्रो ठुलो समस्या भइरहेको छ, तर हाम्रो क्षेत्रबाट साहित्यमा त्यसमाथि खासै लेखे जस्तो लागिरहेको छैन। किन लेखेछ राजा त, मलाई एकदमै कम्ती आइरहेको जस्तो लाग्छ होइन। त्यो समस्या एक ठाउँ छँदैछ। जस्तो कति भयो होला यो क्लाइमेट चेन्जको कुरा, यो इन्डस्ट्रियल रेभोल्युसन पछाडि 150-200 सालमा कति धेरै प्रभाव भयो संसारमा, तर हाम्रोसम्म आइपुग्नु धेरै समय लाग्यो क्या। अहिले भर्खर यसरी विमर्शमा आउँदैछौँ। त्यो हिसाबले पनि अबको साहित्य त त्यही माथि लेखिनु त पर्ने हो, तर हामीले हाम्रै वरिपरिको जुन चाहिँ अवस्था छ त्यसलाई पनि निक्याउनु अलिक कम सकिरहेको छौँ कि जस्तो लाग्छ। जस्तो राजनीतिमा हेऱ्यो भने दार्जिलिङको राजनीतिमा गोर्खाल्यान्डको कुरा भव्य रूपमा हुन्छ, तर भर्खर टिस्टालाई बाढीले लगिरह्यो, त्यहाँको मान्छेलाई खोइ त गरेको भने त भर्खर त कुरा उठ्दैछ नि त। सो अबको समय चाहिँ आयो होला त्यो कि यो माथि काम गर्नुपर्छ हामीले, यो लोकल लेभलमा पनि भनेर होइन। मान्छेको चाहिँ त्यही हो नि त समस्या, जति बेला आफूलाई आवश्यकता पर्छ त्यति बेला सोच्ने हो। अनि त्यो अलिकति स्वार्थी प्रजाति हो नि त मान्छे त। त्यो हिसाबले पनि अब आफैलाई हानि डाइरेक्टली देखिनु थालेपछि चाहिँ अबको साहित्यमा सम्भवतः यही लेखिनुपर्छ कि भन्ने चाहिँ लाग्ने हो। थ्याङ्क यू सुदेन, सर्ट एन्ड स्विट आन्सर। अब म फेरि बसन्तपट्टि आउनुपर्ने भयो होइन। बसन्तले अघि आफ्नै कुरामा एउटा त्यो लिम्बू समुदायमा चल्ने फुलको कुरा गरेको थियो होइन। अनि भर्खरै एउटा उपन्यास सायद नेपालमा आयो, एउटा कुकुरमाथिको, फुर्के कि सुर्के के भन्ने, फुर्के एउटा खगेन्द्रको के पो हो, खगेन्द्र लामिछानेको अलि पहिला आएको हो, के हो फुर्के नै हो, फुर्के भन्ने आयो। त्यो सायद कुकुर नै मेन क्यारेक्टर हो, मैले त पढेको छुइनँ। अनि त्यसरी नै हाम्रो दाइको पनि हंस पनि मैले पनि खासमा पढेको छुइनँ, रिभ्युजहरू हेरेर किताब पाइसकेको छुइनँ। सायद हंस भनेपछि अब त्यो हाँसकै अब त्यस्तै छ कि भन्ने त्यो रिभ्युज पढ्दाखेरि याद भइरहेको छ। अनि अर्को कुरो चाहिँ के भन्दाखेरि तपाईँको यो इङ्ग्लिस लिट्रेचरमा एउटा खुब नाम गरेको कवि थियो टेड ह्युज भन्ने। टेड ह्युजले चाहिँ हक भन्ने यो उहाँको क्यारेक्टर्समा चाहिँ त्यो पोएट्रीको मेन क्यारेक्टर्स चाहिँ उहाँले पशुहरू लिनुहुन्थ्यो। त्यस्तै अहिले एकदमै नाम चलेको इन्डियन मेन स्ट्रिमको पोएट हुनुहुन्छ मनोहर शेट्टी, गोवाबाट हुनुहुन्छ। मनोहर शेट्टीले एन्टायरली उहाँले एनिमल्सहरूमाथि लेख्नुहुन्छ क्या, उहाँको कवितामा मान्छे नै हुँदैन। त हुँदाखेरि हाम्रो टपिकमै फेरि फर्केर आउनु, किन थुप्रै ठाउँमा बग्दै पनि छौँ, टपिकमै फर्केर आउनु हो भने, टाइटलमै फर्केर आउनु हो भने साहित्यमा मान्छेको साह्रो धलीमली भयो भनेको नि त खासमा चाहिँ होइन। मान्छेको साह्रो रगरगी भयो, मान्छे अलिकति बेसी सेन्टरमा भएकोले मान्छेलाई अलिक अब मार्जिनमा लगेर चाहिँ मान्छे इतर मानव इतर क्यारेक्टर्स अनि मानव इतर विषयहरू पनि आउनुपर्छ भन्ने कुरा हो कि जस्तो लाग्छ। र यसमा चाहिँ हामीले मानव इतर साहित्य लेखन
तिर पनि हामीले सोच्न सक्छौँ कि भन्ने मेरो प्रश्न बसन्तलाई। ठिकै कुरा हो। मान्छे भन्दा इतरको चिजहरूलाई जस्तो मैले पढेको पहिलो उपन्यास म सानोमा चाहिँ पढेको किताब भनेको लङ्गडाको साथी थियो होइन, लैनसिंह बाङदेलले लेखेको किताब हो, जहाँ लङ्गडा जत्तिकै महत्त्वपूर्ण पात्र त्यहाँ कुकुर छ। त्यो कुकुर हराउँछ, आइरहन्छ, कता कता के गर्छ। अनि बच्चाको दिमागमा मैले त्यो 7-8 वर्षको हुँदाखेरि त्यो किताब पढेँ मैले। त्यो पढ्दाखेरि के पर्छ त्यतिखेरको सोचाइमा भन्दाखेरि कुकुरकै गतिविधि, लङ्गडाको गतिविधि भन्दा नि कुकुरको गतिविधिले बढी मान्छेलाई छुन्थ्यो होइन। अहिले त्यो किताब पढ्दाखेरि मलाई कुकुरकोले जति छुन्छ त्योभन्दा बढी लङ्गडाकोले छुन्छ। किन छुन्छ भन्दाखेरि सानोमा अघि कस्तो राम्रो अर्चना म्यामले भन्नुभयो, त्यो चाहे पञ्चतन्त्रको कथा, त्यहाँ चाहिँ मुसा, भालु, हात्तीहरू जे छ, घोडा होइन, त्यो चिज कति महत्त्वपूर्ण लाग्छ। हामी ठुलो हुँदै गएपछि हामीलाई त्यो कम महत्त्वपूर्ण लाग्दै जान्छ। किन भन्दाखेरि हाम्रो सोसल कन्स्ट्रक्ट जे छ हाम्रो, र त्यो आइडिया अफ एक्जिस्टेन्स जे छ हामीसँग, त्यसले हामीलाई चाहिँ मान्छे चाहिँ महत्त्वपूर्ण हो, त्यो कुकुर चाहिँ कम महत्त्वपूर्ण हो, त्यो भँगेरा चाहिँ कम महत्त्वपूर्ण हो। टालाटुली बटुली कति राम्री पुतली भन्दा पुतलीको कुरा कति महत्त्वपूर्ण त्यहाँ छ। अथवा भँगेरा मेरो सानो खरायो के मेरो अर्को भँगेराको चाहिँ ऊ छ खरायो, त्यति महत्त्वपूर्ण लाग्छ। खराएर कछुवाको कथा त्यति महत्त्वपूर्ण। पछि गएपछि हामीले त्यसलाई सबैलाई छेउछाउको किनाराका चिज बनाउँदै गएर एउटा पोइन्टमा त बिर्सिए पनि हुने, त्यो पात्र नै नभए पनि हुने बनायो। तर अहिले जुन एउटा त्यो वेस्टर्न इन्लाइटनमेन्टले त्यो एउटा संसारैभरि त्यो एउटा जुन एउटा एक खालको व्यक्तिवादी उसलाई पनि बढाउँदै गयो, विभिन्न खालको समस्याको कुराहरू आउँदै गयो। अनि मान्छे जब एक्लो हुँदै गयो, अहिले बिस्तारै मान्छेहरूले चाहिँ इन्डिभिजुअल ट्रमाको कथाहरू मान्छेहरूले लेख्न थाले संसारैभरि। अनि मान्छेको त्यो ट्रमामा चाहिँ साथीभरि कुकुर आउनु थाल्यो अथवा अर्को कुनै पेट आउनु थाल्यो भनेपछि मान्छेले फेरि त्यो अर्को होइन त्यस्तो सिनेमाहरू पनि आउनु थाल्यो भनेपछि अब मान्छेले चाहिँ के गर्न थाल्यो भन्दाखेरि बिचमा एकचोटि छोड्दै गएका आधुनिकताको चरम सुखमा छोड्दै गएका ती पात्रहरूलाई फेरि सम्झेर ल्याउनु थाल्यो। फेरि लङ्गडाको साथीको रूपमा कुकुर आउनु थाल्यो अब होइन, बिचमा लामो समय हराएको चिजहरू। तर सँगसँगै अब डिह्युमनाइज गर्ने कुराहरू पनि त्यत्तिकै छ फेरि। त्यो जस्तो कि यसलाई कसरी भनौँ भने, यस्तो मैले एउटा सम्झिरहेको थिएँ कि विक्रम सुब्बा भन्ने राम्रो कवि हुनुहुन्छ, उहाँले एउटा कविता लेख्नुभयो, त्यो खुब धेरै सेलिब्रेट गरियो, त्यो चिलको कविता। मैले ठ्याक्कै लाइन सम्झिन्न तर मेरो मोटामोटी आशयमा आउँछ। तिमी चिललाई आकाशको जुनसुकै कुनाबाट उडाऊ, तपाईँले सुन्नुभयो होला कविता। तिमी चिललाई आकाशको जुनसुकै कुनाबाट उडाऊ, त्यसलाई एक दिन तिमी परेवालाई आकाशको जुनसुकै कुनाबाट उडाऊ, त्यसलाई एक दिन चिलले खान्छ र चिल अमेरिकाको राष्ट्रिय पन्छी हो भन्ने एउटा कविता उहाँको थियो। अब मिठो छ, मैले पनि बहुत धेरै वर्ष सेलिब्रेट गरेको, धेरैलाई भने पनि होला, बरु हिजो चाहिँ छोडेछु मैले, सम्झिन पनि टाइम लाग्यो। चिल अमेरिकाको राष्ट्रिय पन्छी हो, बिचरा चिललाई थाहै छैन म अमेरिकाको राष्ट्रिय पन्छी हुँ, केही दोष छैन। परिवारलाई त्यसले खायो भने त्यसलाई थाहा भएन कि एक दिन मलाई मान्छेले जज गर्नेछ यो कुरामा। र चिल परिवारलाई त चिलबाट खतरा होला, तर चिल स्वयंलाई मान्छेबाट खतरा छ भनेको यो यति धेरै मानव संकेन्द्रित छ यो चिजहरू कि यसको शिकार त चिल पनि हुनेवाला छ। र चिलको लागि कसले लेख्ने? विक्रम सुब्बाले छुटाउनु भयो। एउटै विक्रम सुब्बाबाट सबै कविता लेखिन सम्भव छैन र विक्रम दाइलाई म यसमा धेरै दोषारोपण पनि गर्न चाहन्न। तर यो डिस्कोर्स अब आउने कि नआउने, परिवारको लागि त धेरै, तर परिवारको लागि पनि एउटा मैले एउटा ठाउँ लेखिसकेको छु, आफ्नै धेरै डम्फु नबजाउँ। डम्फु बजाउने पनि बाध्य भयो, यस्तो हुन्छ सांस्कृतिक रूपमा यदि चिप्लिन्छ भनेको डम्फु त कसैको संस्कृतिमा छ। मैले आफ्नो डम्फु बजाउने भन्दाखेरि त्यसलाई किन नेगेटिभ पोर्ट्रे गर्नु पर्यो? त्यो परेन होइन। मैले होइन यो यति सचेत हुनुपर्ने कुरा छ होइन, शब्द आइहाल्छ होइन, आइहाल्छ नि, यो त्यति याद गर्नुपर्ने कुरा छ। तर के छ भन्दाखेरि मान्छेले त्यो आफूलाई त्यो यति धेरै चाहिँ एउटा केन्द्रमा चाहिँ राखेर विभिन्न चिजहरू गर्दै गयो, लेख्दै गयो, भन्दै गयो होइन, कि परिवारलाई शान्तिको प्रतीक भनेर भनिदियो होइन, डाँफेलाई त राष्ट्रिय चरो बनाइदियो, बिचरा त्यसलाई थाहै छैन होइन। अनि अस्ति ब्राजिलको एम्बेसडरसँग भेट भएको थियो, उहाँको देशमा राष्ट्रिय चरो भन्ने नै हुँदो रहेनछ। हामीले चरो बनायौँ। अब परिवारलाई अहिले भने तपाईँले बुर्र चारो छरिदिनुहोस्, त्यहाँ एउटा परिवार र अर्को परिवारको तछाड मछाड हुन्छ शान्तिको प्रतिको स्थिति, अगाउन त पर्यो। त्यसैले मान्छेको परिभाषामा बिचरा परिवार किचिएर त्यसको सत्यानाश भएको छ क्या। यो सत्यानाशबाट हामीले एउटै मात्रै बचाउने के भन्दाखेरि हामी परिवारको मुक्ति गरिदिने लक्ष्य हामीले राख्नु भएन, चिलको मुक्ति गरिदिने लक्ष्य हामीले राख्नु भएन।
खालि त्यसलाई उसको आफ्नो अस्तित्वमा ठिक ढङ्गले रहनको लागि दिनु पर्यो। जसरी हामीलाई आफूलाई अस्तित्वमा रहन मनपर्छ, जसरी अघि उहाँले महिलाको अस्तित्वको कुरा गर्नुभयो, तपाईँ सीमान्तकृत वर्गको अघि त्यो उत्तम सरले चाहिँ पहिरो खस्दाखेरि त्यो क्लाइमेट चेन्जको त्यो अथवा उसको सङ्कटमा त अन्तमा त दलित परेको रहेछ नि त। त्यहाँ बढीको त्यो जुनसुकै जातिको मान्छे मर्न सक्छ, तर प्रोपोर्सनमा हेर्दाखेरि दलित बढी पर्दो रहेछ नि त। जसरी हामी त्यो कुरालाई त्यो ढङ्गले समाजशास्त्रीय अध्ययन पनि गर्न सक्ने भयौँ त्यो भौगोलिक एउटा वातावरणीय कुराको, त्यस्तै हामीले यो प्राणीको एउटा समग्र उसमा चाहिँ हामी मान्छे तिमीभन्दा महान होइन है, सर्वोच्च होइन, मानव अधिकार भनेको मानव मात्रको अधिकार भनेर पहिला हामीलाई सिकाइन्थ्यो क्या, पढाइन्थ्यो स्कुलमा होइन। त्यो मात्रै होइन है भन्ने यति चेतना राखिदियो भने आजको दिनमा पुग्छ जस्तो लाग्छ मलाई चाहिँ। विक्रम सुब्बालाई बढी भनेको है, क्षमा पाऊँ। यो अलिक लामो जान्छ, मिठो हुँदै थियो, अझै जान्छ जस्तो लाग्दै थियो मलाई कि होइन, अझै जाओस् भन्ने लागिरहेको थियो क्या मलाई। इट वाज ब्युटिफुल, योर इन्टरप्रिटेसन वाज ब्युटिफुल। परेवा साँच्ची नै मलाई पनि लाग्छ, म पनि भुक्तभोगी भइरहेको छु अहिले घरमा। त्यो म चाहिँ त्यो माथिल्लो तल्लामा यस्तो छाना लाएर बसेको छु। अन्त लास्ट 1 सालदेखि चाहिँ मलाई यो जिउभरि महाकुम्भ जानु परेन मलाई खटिरा ल्याउनुको लागि, घरमै खटिरा छ। परेवाले त्यो अब सुली झारेर त्यो धुलो झारेर प्वाख झारेर यस्तो अवस्था छ र राति म त्यसै पनि निशाचर प्राणी, त्यसै पनि ढिलो सुत्ने। अहिले परेवासँगै उठ्छु, परेवासँगै सुत्छु, कति बेला उज्यालो हुन्छ कति बेला अँधेरो थाहै हुँदैन। यस्तो फेरि त्यो भुतबुत्ती खेलेर क्या यस्तो आवाज हुन्छ होइन। अन्त मैले एक दिन सोचेँ बिहानै उठेर ब्रस गर्दै यो परेवालाई चाहिँ शान्तिको प्रतीक बनाउने मान्छे भेट्यो भने चाहिँ के हुन्छ होला, त्यो मान्छे मसँग त मुखा हुन्छ होला भन्ने पनि भयो। एनिवेज जोक्स अपार्ट, साइबोर्ग भन्ने कन्सेप्ट 80sहरूदेखि आउनु थाले साइफाईमा, साइन्स फिक्सनमा। त्यसपछि ह्युमनोइड, त्यसपछि नन ह्युमन, अघि जुन चाहिँ डिह्युमनाइजको कुरा गर्यो बसन्तले, नन ह्युमन हुँदै कुरा चाहिँ एन्टी ह्युमनहरूसम्म पनि पुग्दैछ अब फिलोसफी चाहिँ होइन। जति नै गऱ्यो भने फिलोसफी त हाम्रो आधार हो, दर्शन। त अब हामीले यदि ह्युमनलाई, तपाईँले अर्चनाज्यूले अघि भन्नुभएको जस्तो ह्युमनलाई क्लासिफाइड रूपमै हेर्नु हो भने पनि त्यो शोषण गर्ने तबका पनि त ह्युमन नै हो। त ह्युमनलाई नै हामीले डिथ्रोन गर्नु हो भने चाहिँ कतै हामीले अब एन्टी ह्युमनको अप्रोचमा पो जानुपर्ने हो कि? यो कन्सेप्ट जुन भन्नुभयो तपाईँले एन्टी ह्युमन, त्यसलाई तपाईँले कसरी बुझ्नु भएको छ त्यसमा मलाई लाग्छ एन्टी ह्युमन मैले बुझेको तरिकामा त हुँदैन होला। एन्टी ह्युमन होइन, को एक्जिस्टेन्स, प्रकृतिको र जनावरहरूको र मान्छेहरूको एउटा सह अस्तित्वमा बाँच्ने संसारको कल्पना गर्न सकिन्छ कि सकिँदैन, त्यो एउटा चुनौती नै हो। तपाईँले अघि भर्खर एउटा त्यो लङ्गडाको साथीको पनि कुरा गर्नुभयो किताबको, त्यसमा चाहिँ मलाई लाग्छ त्यो जुन कुकुर छ त्यो सह अस्तित्वमा छैन, त्यो एक्लोपनको साथी हो। त्यो डिग्निटी, नन ह्युमनलाई त्यो डिग्निटी दिन सकिन्छ कि सकिँदैन? एक्टिभ एजेन्ट ह्युमन, अहिले हाम्रो कथाहरूमा, उपन्यासहरूमा, कविताहरूमा मानव चाहिँ एक्टिभ एजेन्ट हो, कर्ता हो। हामीले प्रकृतिलाई कर्ताको रूपमा राख्न सक्छौँ कि सक्दैनौँ भनेपछि अघि सबिनजीले भाषाको कुरा गर्नुभएको थियो, प्रकृतिको भाषा हामीले पहिला अहिले त बुझ्दैनौँ, तर कुनै कुनै बेला पुर्खाले त्यो प्रकृतिको भाषा बुझ्थे। बिहान उठेर त्यो आर्द्रता थाहा पाएर आजको आकाश सफा हुन्छ कि हुँदैन त्यो थाहा पाउँथे, आज पानी पर्छ कि पर्दैन त्यो थाहा पाउँथे, घडी थिएन तर त्यो देखेर पनि समय थाहा पाउँथे। चराचुरुङ्गी जनावरको आवाजले अब केही प्राकृतिक विपद आउन लाग्यो भनेर बुझ्थे। त्यो भाषाको अन्डरस्ट्यान्डिङ, त्यो प्रकृतिले बोल्ने भाषा, नदीको भाषा, रुखको भाषा, त्यो बुझ्ने एउटा अन्डरस्ट्यान्डिङको लेभल थियो कि, त्यो एउटा सिक्स सेन्स थियो। अहिले चाहिँ हाम्रो भाषाले यस्तो गरेर त्यसलाई हामी चाहिँ जसलाई पनि व्याख्या गर्नेतिर लाग्छौँ। जसरी तपाईँले भन्नुभयो नि एन्टी ह्युमन, एन्टी ह्युमनको मेरो अहिले बुझ्दाखेरि त मलाई लाग्छ एन्टी ह्युमनको कन्सेप्ट होइन, सह अस्तित्वमा बाँच्ने संसारको वातावरण। जस्तै अब सञ्जीव उप्रेतीकै हंसको कुरा जुन अघि आइरहेको थियो, एउटा मानवको कथा प्यारलल जान्छ, सँगसँगै हाँसको कथा प्यारलल जान्छ। त्यो एउटा को एक्जिस्टेन्समा बाँचेको समाजको कल्पना हो जहाँ मान्छे पनि बाँचेछ, हाँस पनि बाँचेछ, सँगसँगै एउटा पर्यावरणीय चेत छ। जुन ठाउँको कथा हो त्यहाँ चाहिँ हाँस आउन किन बन्द भयो त?
पानीको जुन खालको एक प्रकारको प्राकृतिक स्रोत थियो त्यहाँ सिमेन्टको घेरा बारा बाँध्दाखेरि जुन माइग्रेट गरेर आउँथे चराहरू त्यो किन आउन बन्द भयो त? त्यो एउटा सचेतना हामीले ल्याउन सक्छौँ कि सक्दैनौँ? अघि तपाईँले के भन्नुभयो भने स्मल इज ब्युटिफुल भन्नुभयो, तर यस्तो उपभोक्तावादी समाजमा हामी बाँचिरहेछौँ जहाँ स्मल इज नेभर इनफ, मोर अझ चाहियो। हाम्रा लाइफस्टाइलहरू कस्ता छ भने हामीले पत्रिकाहरूमा पढ्यौँ भने पनि कति जोड जुत्ता छ, फलानेको यति जोड सुट छ, प्रश्न उत्तर। तपाईँ सेलिब्रिटी भयो भने तपाईँ कुन पर्फ्युम लगाउनुहुन्छ, तपाईँसँग कति जोड दराजमा सुट छ भन्ने खालका प्रश्नहरूले तपाईँले घचघचाउन थाल्छ होइन? अहिले किताब ल साहित्यकारकै कुरा गरौँ, साहित्यकारसँग त त्यति पैसा हुँदैन, ल त्यति सुटको कुरा नहोला, तर तपाईँका कति प्रति बिके? 5,000 प्रति बिके, तपाईँका 10,000 प्रति। तपाईँलाई एउटा सेलिब्रिटी बनाउनेतिर समाज लागेको छ, त्यो 10,000 प्रति बिकाउनको लागि तपाईँले पर्यावरणको बारेमा लेख्नुभयो भने बिक्छ कि बिक्दैन त्यो अर्को चिन्ता छ फेरि होइन? अब साहित्यकार पनि त्यही दौडमा छ अहिले, के बिक्छ त्यो लेख्छ। स्मल इज ब्युटिफुल एकातिर आलापी राखे पनि मोर मोर अझ चाहियो, म सन्तुष्ट नै छैन भन्ने समाज छ। उसलाई बढी चाहिएको छ, ठुलो घर चाहिएको छ, बढी लुगा चाहिएको छ, बढी जुत्ता चाहिएको छ होइन? त्यस्तै खालका कृतिहरू आइरहेछन्। तपाईँले एउटा त्यसले कल्चरल एउटा सामाजिक तरङ्ग ल्याउने किताबहरू आउँछ, तपाईँले पढ्नुहुन्छ हवाईमा गएर यात्राको लागि फरारीमा चढ्ने, त्यो एउटा तरङ्ग तपाईँले सुन्नु नै भएको छैन। फरारी हवाई द्वीपमा जाने पनि सुन्नु भएको छैन, त्यो यात्राको वर्णन आउँछ भनेपछि लेखकहरू पनि त्यही समाजमा उपभोक्तावादी समाजमै बसेको छ, उसले देख्ने उठ्ने त्यही छ। पर्यावरण चेतको कुरा पनि गर्छ तर उसलाई अझ चाहिएको छ, ठुलो घर चाहिएको छ, ठुलो समाज चाहिएको छ, भर्दै गएको छ, त्यो नट इनफ भन्ने यो समाजमा साँच्चै चुनौती हो। पर्यावरण बारेमा लेख्नु त पर्छ, आज आएर हामी कमिट गर्छौँ यहाँ लेख्नुपर्छ, तर एउटा व्यक्तिको कमिटमेन्टले हुँदैन। एउटा हंस उपन्यास अथवा मेरो पनि कथा छ कठपुतला, जसमा चाहिँ हाम्रो एउटा भाष्य, एउटा ब्रह्म भाष्य के छ भने म्यान इज द मास्टर भन्ने चाहिँ, यो भाष्य चाहिँ हाम्रो पूर्वीय दर्शनमा थिएन है। यो जब एउटा मोडर्निटीको कुरा बयान गर्नुभएको थियो डाक्टर उत्तम बाबुले, हिस्ट्रीको पनि कुरा गर्नुभएको थियो, कोलोनाइजेसनको कुरा चाहिँ मलाई लाग्छ जब हामीले बाहिरको साहित्य पढ्न थाल्यौँ, एलेक्जेन्डर द ग्रेट भन्ने बित्तिकै के आउँछ तपाईँको दिमागमा? जसले विजय प्राप्त गर्दै गयो, अरूको भूभाग खोज्दै गऱ्यो, मान्छे मार्दै गऱ्यो, हिरो भयो। त्यस्ता हिरोहरू हाम्रा साहित्यमा आउन थाले। हामीले अङ्ग्रेजी किताब पढ्छौँ भने मबी डिक, समुद्रमा गएर एउटा जायन्ट व्हेलले मार्ने कथाहरू होइन? कति 7 इयर्स इन टिबेट, यस्ता यस्ता हामी पनि कथा पढ्ने भइसक्यौँ भनेपछि जसको नायक, जसको पुरुष नायक चाहिँ जसले डोमिनेसन गर्छ, जित्छ, अरूलाई मार्छ, भूमिमा अतिक्रमण गर्छ, त्यो चाहिँ हिरो हुन्छ। रिसाहा छ, क्रोधित हुन्छ, उसलाई अझ चाहिन्छ, त्यसलाई हामी पूजा गर्छौँ, त्यो हाम्रो हिरो वर्शिप नायक हुन्छ। त्यस्ता कथाहरू पढ्दै हुर्केका हामी जसलाई हामी नायक मान्छौँ, त्यो नायकको अवधारणालाई विकेन्द्रीकरण गरेर त्यहाँबाट हटाएर हामीले एउटा प्रकृतिलाई त्यहाँ स्थापन गरेर र जनजीवनलाई, इन्डिजिनियस कल्चरहरूलाई, प्रकृतिलाई एउटा एक्टिभ एजेन्ट बनाएर लेख्न। र सपोज लेख्यौँ रे, हामी यहाँ बस्ने सबै लेखक छौँ, हामीले एउटा एउटा उपन्यास लेख्यौँ, त्यो बिक्ला भन्ने अर्को क्वेसन फेरि उपभोक्ता संस्कृति आउँछ हाम्रो, त्यो बिक्छ कि बिक्दैन? फेरि हाम्रो चाहिँ अरू पत्रकारजी, बसन्तजीले त होइन, अरू पत्रकारजीले सोध्नुहुन्छ तपाईँको किताब कति बिक्यो, त्यो सङ्ख्या भन्नुपर्ने हुन्छ। फेरि हामी केही लेखकहरू हाम्रा 10,000 बिक्यो, 20,000 बिक्यो भनेर गफ पनि दिन पोख्दछौँ हामी। त्यस्तो स्थितिमा पर्यावरणबारे लेख्ने, त्यो पर्यावरणलाई अथवा प्रकृतिलाई एउटा एक्टिभ एजेन्ट बनाउने, मान्छेलाई ब्याकड्रपमा राख्ने, स्मल इज ब्युटिफुल भन्दै गर्दा त्यसमा चाहिँ कार्यान्वयन गर्ने, त्यो सबै त्यसको लागि चाहिँ धेरै ठुलो चुनौती हो। कसरी गर्ने त्यसको जवाफ त मसँग छैन, तर मलाई लाग्छ यही मन्थनहरूबाट केही जवाफ निस्केला कि, र केही चाहिँ उपाय त पक्कै होला। किन समस्या नै पुरुष मानिस, नट पुरुष मान्छे हो भने त्यो समाधान पनि त्यही मान्छेबाटै आउँछ भन्ने चाहिँ म विश्वस्त छु। त्यसैले चाहिँ यस्ता मन्थन हुनुपर्छ। उत्तर अहिले छैन, तर उत्तरको खोजी गर्दै गरौँ। धन्यवाद। मिठो आयो म्यामको पनि। मैले मार्क्सवाद यसो कखगग सिक्दै गर्दाखेरि मेरो जो मेन्टर हुनुहुन्थ्यो, मार्क्सवादको मेन्टर, उहाँलाई मैले एक दिन क्वेसन गरेँ। मार्क्सवादमा एकदम सेन्ट्रल आइडिया भनेकै क्लास स्ट्रगल हो होइन, त वर्ग र वर्गको बिचको लडाइँ।
अन्त वर्ग र वर्गको बिचको लडाइँको समाधान चाहिँ फेरि भन्नुहुन्छ मार्क्सले, मनीषी मार्क्सले कि एनिहिलेसन अफ क्लास नै चाहिँ यसको अल्टिमेट ऊ हो होइन, फेज हो। त मैले सोधेँ, बाल हट थियो मेरो जस्तो लाग्छ अहिले सोध्दा। मैले सोधेँ अन्त गुरुजी यो क्लास र क्लास बिचको लडाइँ र अनि फेरि यता डायलेक्टिकल मटेरियलिजमले भन्छ इट्स द स्ट्रगल अफ अपोजिट्स द्याट टेक्स द सोसाइटी अहेड होइन। दुईवटा प्रतिगामी प्रतिखेमाहरूको अन्तर सङ्घर्ष अनि त्यो सङ्घर्षले नै समाज अगाडि बढ्छ। त द्वन्द्व त एकदमै, डायलेक्टिक्स त एकदमै इम्पोर्टेन्ट हो, डायलेक्टिक्स बिना त संसार टिक्दैन भन्दाखेरि चाहिँ मैले सोधी पठाएको थिएँ त्यो गुरुजीलाई। उसो भने वर्गै नरहेपछि मान्छेले चाहिँ फेरि कोसँग लड्छ त अन्त होइन। अनि त्यतापट्टि सोच्दाखेरि चाहिँ जुन चाहिँ अघि अर्चनाजीले भन्नुभयो पिसफुल कोएक्जिस्टेन्सको कुरा, पिसफुल कोएक्जिस्टेन्स लेनिनले पनि एकपल्ट कुरा गर्नुभएको थियो होइन, त्यो उहाँको एउटा डगमामा छ। तर मान्छेको चरित्र कस्तो भइदियो भन्दाखेरि हामी मान्छेको, अनि अब जेनरलाइज गरेर भन्दा चाहिँ हामी मान्छे, अनि यसलाई पर्टिकुलरली इन पर्टिकुलर भन्दा चाहिँ सत्ताको चाहिँ चरित्र कस्तो भइदियो भन्दाखेरि त्यो सत्ता जब आदिवासी हामीले इन्डिजिनियसको कुरा गर्छौँ, आदिवासीमा पनि एउटा मुखिया त हुन्छै फेरि त्यहाँ, त्यो मुखियाले चाहिँ अरूलाई पेल्ने आफ्नै बिचको मान्छेलाई। अनि पहिले चाहिँ मान्छे चाहिँ तपाईँले भन्नुभएको जस्तो प्रकृतिको भाषा बुझ्ने हुनु त अहिले आएर मोडर्न साइन्सहरू आएपछि म्याथमेटिक्स चाहिँ ल्याङ्ग्वेज भयो, नेचरको ल्याङ्ग्वेज बुझ्ने त म्याथमेटिक्स हो भाषा, अनि त्योहरू त भयो ठिक छ। तर त्यति बेला जब मान्छेले बुझ्थ्यो नेचरलाई, बुझ्दाखेरि मान्छे अहिले हामीले कति बज्यो भन्दाखेरि यति बज्यो 1 बज्यो, खाने टाइम भएको छैन, म 2 बजी खान्छु, मतलब हामी भुँडी हेरेर होइन घडी हेरेर खाने भयो नि त होइन, प्रकृति हेरेर होइन। त हामी आर्टिफिसियलाइज जब भयौँ, मान्छे जब आर्टिफिसियलाइज भयो, समस्या चाहिँ त्यहाँ उत्पन्न भयो। मान्छे हिजोसम्म नेचरकै पार्ट भएर बस्दाखेरि केही समस्या थिएन, पिसफुल कोएक्जिस्टेन्स थियो। तर मान्छेको चरित्र के भइदियो भन्दाखेरि उसले चाहिँ आधिपत्य जमाउने, अनि आज आएर साहित्यमा आधिपत्यको कुरा आयो। त यो चिज चाहिँ पछिबाट गएर हामीले जुन चाहिँ कल्पना गरिरहेछौँ कि पिसफुल कोएक्जिस्टेन्स होला नेचरसँग भन्ने, त्यसलाई लिएर चाहिँ हाम्रो खास समस्या कहाँ उत्पन्न हुन्छ होला जस्तो लाग्छ भन्दाखेरि नेचरदेखि लिएर प्रकृतिकै हामीले मात्रै कुरा गर्नु हो भने प्रकृतिमा नियन्त्रण त सिस्टमको छ, क्यापिटलको छ। अनि यो जुन चाहिँ कर्पोरेट क्यापिटल, क्रोनी क्यापिटलहरूले जसरी यो पुँजीको लगानी गरेर चाहिँ, अब त्यो अवतार मुभीमा पनि त्यही छ, यहाँसम्म कि पृथ्वी सकिएपछि अर्को ग्रहलाई पनि उ गर्ने, अहिले एलन मस्कको पनि त त्यही हो होइन, अर्को जुनमा चाहिँ अब जमिन बेच्ने। त यो जुन चाहिँ सिस्टम छ, मान्छेले त सोच्ला तपाईँ हामी जस्तो मान्छेले, तर सिस्टमले नै नियन्त्रण गर्ने हुनाले समाजलाई त कतै यो साहित्यमा मान्छेको आधिपत्य भनेको त सिस्टमको आधिपत्य होइन भन्ने कुरा हो। अनि यसैमा एउटा थपेर एउटा कुरा सुदेनलाई कि हामीले अर्चना म्यामको कुरालाई पनि जोड्नु हो भने हामीले त्यस्तो खाले जुन चाहिँ समाज छ, जुन समाजको हामीले परिकल्पना गर्न खोज्दैछौँ, अनि वर्ल्ड सिटिजनको कुरा आउँछ। अब इभन जन लेननले त इमेजिन देयर इज नो कन्ट्री, इमेजिन गरौँ कि देशै छैन, देशको सिमानाहरू पनि तोडिनुपर्छ भन्ने जुन चाहिँ जाति जातिको सिमाना, भाषा भाषाको सिमाना जोडेर यो जुन चाहिँ पिसफुल कोएक्जिस्टेन्सको कुरा छ, कतै यो युटोपिया मात्रै त होइन छुँदैन, किनभने सिस्टम त सधैँ रहन्छ। मुखिया पालि आदिवासी उसमा पनि सिस्टम त छ कि के हो? अर्चना म्यामले यस्तो राम्रोसँगले त्यो वर्णन गरिदिनु भयो कि म फर्केर गाउँ पुगेछु क्या। हुन्छ नि त्यो जमाना जति बेला हामी हुर्किँदै थियौँ, त्यो हामीसँग घडी हुन्थेन, तर त्यो पारी चाहिँ खोलामाथि हुन्छ नि, त्यो छाया पुगेपछि 3 बज्यो अब बाख्रा लानुपर्छ, त्यो समय थियो क्या एक ठाउँ। अनि अहिले पनि म त्यो गाउँ जाँदाखेरि अघि ठ्याक्कै म्यामले कुरा गर्दा मलाई त्यो याद आयो क्या, म त्यो कोरोना लाग्दाखेरि 11 दिन चाहिँ म सुतेँ होइन, अनि दबाई पुरा खाएँ क्या, तर जाती भएन। लास्टमा चाहिँ त्यो गाउँको एकजना बाजे हुनुहुन्थ्यो, उहाँले पनि चिरोटो लिएर आउनुभयो क्या, यो खायो भने जाती हुन्छ भने क्या। आधी मग खाएको थिएँ, 11 दिनमा 12 दिनमा उठेँ क्या। मतलब त्यो जो प्रकृतिसँग नजिक छ, जो त्यसरी हुर्कियो होइन, उनीहरूलाई त्यो हर कुरोको त्यो थाहा छ क्या, हुन्छ नि कहाँबाट के हुन्छ, किनभने हरेक कुरो कारणसँग हुन्छ नि त होइन। तपाईँले परिवारको कुरा गर्नुभयो, तपाईँले चिलको कुरा गर्नुभयो, त्यसले त्यो केही गर्नु पनि उसको कारणसँग गरिरहेको हुन्छ क्या, त्यो कारण नहुनु भए त्यो गर्नै सक्दैन। अनि मान्छेको त एक्सिडेन्ट पनि त्यस्तै हो नि त। म त्यो अघिल्लोचोटि चाहिँ यहाँ काँक्रेभित्रको त्यो इन्भाइरोमेन्टमाथि चाहिँ आउँदाखेरि चाहिँ सानो रिसर्च गर्दै सोच्दै थिएँ होइन, त्यो खोज्दै गर्दा मलाई त्यति बेला के थाहा पायो भने
त्यो दार्जिलिङमा चाहिँ 25वटा प्रजातिको चाहिँ त्यो हुन्थ्यो अरे सुनखरी हुन्थ्यो अरे। अहिले 11वटा पनि छैन अरे होइन। त्यो त्यहाँ त हाम्रो नजरै पुग्न सकेको छैन होइन। अनि त्यो चराहरूको कथा कति लेखिदिने होइन। सञ्जीव सरको कथा पढेपछि मलाई लागेको थियो क्या संसारमा सबभन्दा ब्युटी त्यो मैले हंसको त्यो कथा बिर्सेँ भने पनि त्यो लाइन बिर्सिँदिनँ क्या। त्यो चरा जति सुन्दर थोकहरू केही पनि छैन अरे क्या। त्यो देख्दाखेरि मैले जहिले त्यो कथाको त्यो लाइन आउँछ क्या। अनि यो संवेदना त कथा साहित्यले दिनु सक्ने हो नि त होइन। तपाईँले त्यो लाइनको कुरा गर्नुहोस्, बाउन्ड्रीको कुरा गर्नुहोस्, जेसुकै गर्नुहोस्, त्योभन्दा माथि गएर चाहिँ केही संवेदना अथवा त्यसको इमेजिनेसन दिने भनेको साहित्यले हो। अनि हामीले त्यसलाई रोक्ने कि त्यो माथि फोकस गर्ने त्यो पनि एउटा ठुलो कुरा हो होइन। जस्तो नदीको कुरा गरिरहेछौँ हामी, नदीमाथि कसले लेख्ने होइन। फर्स्टको बहस चाहिँ नदीमाथि भयो। नदी तपाईँले बाउन्ड्रीको कुरा गर्नुहोस् न, त्यहाँ के भन्छ सिक्किमको चाहिँ समस्या हो ड्यामको। सिक्किमको समस्या भनेर चुपचाप बस्नु हामीले सक्ने होइन। त्यो भत्किएर आउँदाखेरि बङ्गालको पनि हो, दार्जिलिङको पनि हो, तर त्यो भत्किएर जाँदाखेरि त त्योभन्दा बाहिर पनि पुगिदिन्छ क्या। अनि त्यसले जुन चाहिँ विध्वंस ल्याउँछ, त्यसले जुन चाहिँ पर्यावरणमा क्षति पुर्याउँछ, त्यसले नेपाललाई पनि त रोक्दैन, त्यहाँ पनि त आइपुग्ने हो। अनि त्यो विषयलाई चाहिँ अलिकति बृहत मैले सक्नुपर्ने हो त्यसरी लिनुपर्ने हो कि भन्ने चाहिँ मलाई लाग्ने र राजादार नै टाइम भयो होला सायद होइन। ठिक छ सक्यो अब छैन राजादा भन्यो, मेरो पनि छैन किनभने उता आयोजक पक्षबाट पनि निर्देश आइसक्यो र म पनि हतारमै छु। अब यहाँबाट गएर म कलकत्ताको ट्रेन पक्रिनु छ बेलुका है। त हामी यदि अब आयोजक पक्षलाई पनि सोध्छु म कि लाइक हामी के दर्शक दीर्घबाट केही प्रश्न लिन्छौँ कि लिँदैनौँ? लिन्छौँ भने लु म अब हामी तपाईँहरूबाट प्रश्न लिन्छौँ। प्रश्नकर्तालाई एउटा आग्रह छ कि तपाईँ हजुरले प्रश्न छोटो गरिदिनु होला, एक नम्बर। अनि दोस्रो आग्रह कुन चाहिँ पर्टिकुलर रिसोर्स पर्सनलाई हो त्यो नाम पनि लिइदिनु होला। धन्यवाद। म बसन्त सरलाई एउटा क्वेसन सोध्नु छ। जस्तो पहिला हामी खरायोको बिरालोको कथा सुन्दा रमाउँथ्यौँ भन्नुभयो, तर अहिले परिवर्तन भयो भन्नुभयो। तर अहिले पनि मेरो घरमा एउटा बिरालो छ। म 5-6 दिन कहीँ हराएर गयो भने ऊ मेरो अगाडि आएर मलाई एकदम धेरै बेर हेर्छ, अनौठो पाराले हेर्छ। जब म काखमा राखेर त्यसलाई सुमसुम्याउँछु, कान चलाइदिन्छु, उसले मेरो भावना बुझे जस्तो गरेर ऊ लुटुपुटु जान्छ। त्यही बिरालो अर्को कुकुरसँग बसिरहँदा त्यो कुकुर र बिरालोको त्यही भावना मिलिरहेको जस्तो गएर उनीहरू बस्छन्। तर हामी उनीहरूको विषयमा चाहिँ कुनै लेख्न आँट्यौँ भने अघि यहाँ उठे जस्तो हामीलाई चाहिँ कहाँ भावनामा बगेर लेखो यसले भनेर चाहिँ बिग्दैन कि, अथवा हामीलाई हावामा उडाइदिन्छन्, हावा कवि भन्छन्, हावा लेखक भन्छन् भनेर साहित्यकारले चाहिँ पशु पक्षी अथवा यो प्रकृतिलाई चाहिँ अलिक पर राखेर अलिक आफ्नो बिक्रीपट्टि साहित्यलाई ढालेको जस्तो मेरो भान भएको छ। यस विषयमा अझै प्रश्न पार्दिनँ, अनुरोध। धन्यवाद यहाँलाई। माइकको उसले गर्दा मैले सबै त मैले कति गरेँ, तर त्यो बिरालोलाई या कुकुरलाई पहिलो कुरा त हामीले घर पालुवा भन्ने शब्द पनि हामीले यो एन्थ्रोपोसेन भ्यू भन्छौँ हामीले। यो हामीले घर भनेको मान्छेको लागि छ, अनि हामीले हाम्रो लागि पालेको भनेको घर पालुवा भन्ने शब्द त त्यसरी बन्यो। अब उनीहरू घर भन्ने संसारमा घरको इतिहास कति पुरानो होला भनेको मान्छेको वासस्थान भनौँ न, हरेकको आफ्नो वासस्थान हुन्छ भने मान्छेको आफ्नो वासस्थान कति होला। अब त्यसअनुसार अब मान्छेले आफ्नो लागि पालेको होइन। काग पाल्दैन, यसो काग तिहारतिर केतिर खानको लागि दिने हो। कुकुरलाई एक दिन माला लगाउने हो होइन। कुकुर तिहारको दिन भनेपछि अब सायद भावना त अब सम्भवतः मान्छेले चाहिँ अब भावनालाई त्यसरी एक्सप्रेस गर्न सक्दछ। बिरालोलाई पनि मान्छेले सायद आफ्नो तर्फबाट मान्छेकै आँखाबाट स्टोरी टेल गरेको हो।
लाई जसरी त्यो गर्नुपर्ने हो त्यो अथवा बिरालोले चाहिँ मान्छेलाई छोडेर कुकुरसँग गयो उसैसँग बस्यो तपाईँले भनेको जस्तो भने त्यो सम्भवतः त्यो हामीले घरपालुवा भनेर जुन एउटा नर्मेटिभ एउटा सिस्टममा हामीले त्यसलाई राख्न खोजेका छौँ त्योभन्दा ऊ छुट्टै गयो होला होइन त्यो अथवा बिरालोले कसैलाई आक्रमण गरेको कथा अथवा मैले चाहिँ दुध खुवाएर बिरालोलाई गरेको थिएँ तर त्यसले मुसै मारेन भन्ने भनेको बिरालोले हाम्रो आवश्यकता पूर्ति गरिदियो कि गर्दिएन भन्ने कोणबाट सायद हाम्रा सबै सोचाइहरू चाहिँ मानव केन्द्रित सोचाइहरू नै छन् सम्भवतः त्यसलाई अझै राम्ररी छलफल गऱ्यो भने त्यो साहित्य राम्रो लेखिन्छ होला मैले पनि बुझेको छैन यसमा तपाईँले नि एउटा किताब पढ्नुहोस् हेलो किटी भन्ने हो सुकन्या भाइबाजीले लेख्नु भयो हो उहाँले चाहिँ लेखकको दृष्टिकोणबाट होइन बिरालो बनेर लेख्नु भएको छ अनि बिरालोको भाषाबाट बिरालोले मान्छेलाई हेर्दा के सोच्छ होला त्यस्तो गरेर किताब लेख्नु भएको छ त्यो किताब पाउनुभयो भने किताब पढ्नुहोस् त्यो राम्रो छ हामीले पहिला एउटा नाचुमे सोचेको आई एम अ क्याट भनेर एउटा पढाएको थियो त्यस्तो याद आयो हजुर म पनि एकैछिन म पनि एउटा सानो चिज एड गरिदिइहाल्नु साइकोलोजीमा एउटा नयाँ फिल्ड जन्मेको छ एनिमल साइकोलोजी त्यो खोज्ने कोसिस गर्नुहोस् त्यसमा म एउटा सानो प्रश्न सुरुमा राजा पुनियानीले वसन्त बस्नेतलाई सोधेकै प्रश्नलाई अलिकति फरक शब्दमा सोध्ने कतै यो छलफल 4 जना नेता बसेर राजनीतिमा नेताको आधिपत्य भन्ने विषयमा छलफल गरे जस्तो त भएन म यो माइक धेरै उत्तरको अपेक्षा गर्दिनँ दिनुभयो भने राम्रो हो म उत्तम बाबु श्रेष्ठलाई हस्तान्तरण गर्छु है त मलाई चाहिँ एउटा यहाँ साहित्यमा अन्य मानव बाहेक अन्य जीवनको कुरा आएको भएर मलाई जस्तै साहित्यमा वा भनौँ न आम बोलीमा हामीले जनावरहरू वा अन्य जीव जन्तुहरूलाई परेवाको पनि कुरा गर्नुभयो तर अब जस्तै सर्पलाई दुध खाएर पाल्यो भने भनौँ न एउटा चाहिँ टोक्छ वा भेडाको हामीले एउटा त्यसको एउटा बिम्ब बनाइदिन्छौँ होइन तपाईँको चाहिँ ब्वाँसोलाई होइन एउटा भनौँ न हिंस्रक जनावरको रूपमा प्रस्तुत गर्छौँ बोलीचाली वा साहित्यमा अनि त्यसपछि स्याललाई त्यस्तै गरेर अनि यो न्यारेटिभ जुन सत्यको वा विज्ञान सम्मत हुँदैन होइन त्यो न्यारेटिभले चाहिँ त्यस्तो जीवहरूलाई अन्याय गरेको वा त्यसले चाहिँ हानि पुर्याइरहेको जस्तो पाउँछु कि मलाई अनि त्यो भएको भएर यो ठाउँमा चाहिँ मलाई चाहिँ साहित्यकार र वैज्ञानिक वा जीव वैज्ञानिकहरू वा वातावरणविदहरू चाहिँ सँगै काम गर्ने तपाईँहरू पनि अलिकता साहित्य लेख्ने मान्छेहरू पनि अलिकता विज्ञान पढ्न पर्यो कि जस्तो मेरो चाहिँ अनुरोध वा चाहना है धन्यवाद म यसलाई चाहिँ उ गरिहालेँ केदार दाइले अघि मिठो भन्नुभयो यसलाई 4 जना नेता बसेर गरेको भए के हुन्थ्यो भनेर चाहिँ यसलाई चाहिँ म यो एउटा शक्तिशाली प्रश्नको आधिपत्य मान्छु यसलाई चाहिँ मैले नमस्कार उत्तम सरको कुरामा चाहिँ सहमति छ नमस्कार मेरो नाम ऋषभ आचार्य सुरुमा यो स्टार्ट गर्दा विचारको कुरा आयो नि त अलिकति त्यो विचार विज्ञान भन्ने किताब अलिकति पल्टाउँदाखेरि त्यहाँ देखेको विचार भन्ने कुरा चाहिँ नदेखिने तरङ्गबाट पनि आदान प्रदान हुन्छ त्यो चाहिँ रुख बिरुवा ढुङ्गा माटो जसले पनि बुझ्छ भन्ने खालको कुरा गर्नुभएको थियो अब त्यसपछि त साहित्यमा मान्छेको आधिपत्यता के भन्दाखेरि मान्छेले मान्छेका लागि मान्छेले पढुन् भनेर लेखेको साहित्यमा त्यस्तै हुन्छ भन्नु त्यसपछि त कुकुरको हाँसको चिलको मात्रै कुरा सुन्नु पर्यो नि त अनि त्यही कुरा राजनीतिमा चाहिँ के हुन्छ भनेर मैले सोध्न खोजेको भन्दा नि यो राजा कमरेडमा जाहेर गर्न खोजेको जो मार्फत सन्देश दिबक्से पनि हुन्छ त्यही कुरा मान्छेले मान्छेका लागि मान्छेमाथि शासन गर्न चुनिन्छ नि त्यही कुरा चाहिँ राजनीतिमा पर्यावरणलाई त्यसले चाहिँ कति असर गरिरहेछ साहित्यमा मान्छेले पढुन् मान्छेका लागि भनेर लेखिएको साहित्यले पर्यावरणलाई असर गर्यो साहित्यमा चाहिँ मान्छेको आधिपत्य भयो भन्ने कुरा भयो नि त त्यही कुरा राजनीतिमा भएर यो पर्यावरणलाई कतिको असर गरिरहेछ
तपाईँको उत्तर तपाईँकै प्रश्नभित्र रहेकोले मैले उत्तर दिइनँ। एकदमै राम्रो प्रश्न, थ्याङ्क यू। धन्यवाद। हामी आज यो विशेष गरी साहित्यमा मान्छेको आधिपत्य भन्ने विषयमा यो विमर्श भइरहेको हुँदा यो अघिदेखि हामी के कुरा गर्छौँ भने साहित्यलाई कसरी मानव केन्द्रितबाट हटाएर पर्यावरणदेखि बाहेकका मानवदेखि बाहेकका कुराहरूसँग जोड्ने भन्ने हामीले छलफल यहाँ अहिले यो भइरहेको थियो, विमर्श भइरहेको थियो। त्यसो हुँदै गर्दा छुदेन सरले अघि भन्दै गर्दाखेरि साहित्य मार्फत संवेदना भन्ने कुरा आएको थियो। संवेदनाबाट साहित्य कि साहित्यबाट संवेदना? मेरो क्वेसन चाहिँ यहाँनिर सेन्ट्रलाइज छ। किनकि जब मलाई हिमाल दुख्छ तब म हिमालको दुःख व्यक्त गर्छु, जब मलाई खोला बित्छ, खोला दुख्छ तब म खोलाको दुःख पीडा आफ्ना शब्दमा लेख्छु। त्यसो हुँदै गर्दाखेरि संवेदना मार्फत साहित्य, साहित्य मार्फत संवेदना? मेरो क्वेसन हो। हेलो, यो चाहिँ दुइटै एक आपसमा अगाडि बढ्ने कुरा होला होइन। लेखकले पनि पहिला संवेदना त हुनु पऱ्यो, तब लेखिने हो। अघिल्लोचोटि चाहिँ म कुमार नगरकोटीसँग काठमाडौँमा घुम्दै थिएँ। उहाँले चाहिँ कुरा गर्नुहुँदै थियो कि उहाँलाई हिमालहरूसँग सरोकारै छैन अरे क्या। हिमाल देख्यो उसलाई केही फिलै हुँदैन अरे क्या। कति लेखक त्यो पनि हुनसक्ला होइन, त्यो आफ्नो लाइनको कुरा हो नि त, संवेदनाको कुरा हो नि त। तर मलाई चाहिँ के लाग्छ भने तपाईँले जुनसुकै कुरा उठान गरेर लेखे पनि, जुनसुकै विषयलाई लिएर साहित्यमा लेखे पनि एक ठाउँ गएर चाहिँ साहित्यले दिने भनेको त्यही नै हो क्या। एउटा विचार एक ठाउँमा छ, त्यसपछि संवेदना र त्यो जुन चाहिँ तपाईँकोमा कल्पना दिन्छ। तपाईँले एउटा राम्रो रसियन कथा पढ्यो भने तपाईँलाई गाउँको त्यो नक्सा दिनसक्छ क्या। त्यो एउटा संवेदना त्यहाँ आउँछ, तपाईँको दुःखसँग जोडिन्छ, तपाईँको बचाइसँग जोडिन्छ। अनि त्यो चाहिँ साहित्यको सबभन्दा ठुलो पावर हो कि भन्ने मलाई लाग्ने होइन। तर त्यो आउँदाखेरि त सायद लेखककोमा त्यो हुनुपर्छ र नै साहित्य मार्फत देखिन्छ होला। लेखकमै छैन भने त साहित्य नआउन सकेला। थ्याङ्क यू भेरी मच। सबैजनाले नलिनु भन्दैछ आयोजकले, फेरि के गर्नु लिनु? प्रश्न एउटा हात उठेछ। ए देवाशिष, सरी यार, देवाशिष पनि हाम्रो कालिम्पोङको एक सिङ्गर, अहिले उहाँले पनि प्रस्तुति दिनुहुन्छ। एनिवेज, सो थ्याङ्क यू भेरी मच टु अल अफ यु। तपाईँहरूले सबैले धैर्यतापूर्वक संयम राखेर यो सेसनलाई सुनिदिनु भयो। र फाइनली एउटा कुरा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि हामी भारतबाट आएको, भारतमै पनि मैले आजसम्म कुनै पनि लिट फेस्ट चाहिँ यसरी पर्यावरणलाई केन्द्र गरेर गरिएको मैले देखेको थिइनँ, सुनेको थिइनँ। हुनसक्छ मेरो ज्ञानमा आएन होला। नेपालले यो काम गरेर भारतलाई पनि जित्यो र कङ्ग्रेचुलेसन्स टु यु। र यो जुन चाहिँ बहस भयो, यो बहस केवल सुरुवात हो, कहानी तो अभी बाँकी है। थ्याङ्क यू।